सो हेलो गाइज, आज चाहिँ हामी खसीको अपरेसन गर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ खसीको घाँटीमा चाहिँ सारो सारो एउटा डल्लो उम्रिएको छ, पाकेको छ यो पुरै। र यसको चाहिँ घाउलाई आज हामीले चिरफार गरेर हामी यसको अपरेसन गर्नेछौँ। यसलाई चाहिँ सबभन्दा पहिला बान्नु पर्यो, किनकि यसले बान्न दिँदैन, बान्न दिँदैन क्या, यसले चाहिँ घाउ चिर्न दिँदैन। अहिले नबान्यो भने सबभन्दा पहिला यसको चारैवटा खुट्टा बान्नुपर्ने हुन्छ, रस्सीले बान्नुपर्ने हुन्छ, कतै रस्सीले बानिसकेपछि एकैछिनमा हामी यसको चाहिँ चिरफार कार्यक्रम चाहिँ जारी राख्नेछौँ। खै यो भिडियो चाहिँ राख्न दिन्छ या दिँदैन, फेसबुक अथवा युट्युबले डिलिट पनि गरिदिन सक्छ। तर पनि अब केही छैन, सबभन्दा पहिला यसलाई चाहिँ सेभिङ गर्नुपर्ने हुन्छ। यसको घाउ वरिपरि यस्तो चिजहरू राख्न त मिल्दैन, त्यही पनि अब मैले बनाएको थिएँ। अब घाउ भयो, के गर्ने होइन, अब उसलाई सन्चो बनाउनको लागि पनि गर्नुपर्ने भयो। त्यही भएर सबभन्दा पहिला त हामीले यसको घाउलाई चाहिँ गरेका छौँ। अलिकति छिर पारेर हेर्नु त, यी पिप कस्तो बगिरह्यो हेर्नु त, आमामामा कति दुख्या होला भाइ यो खसीलाई। यसको पिप त यति आयो, तर अझै चिर्नुपर्ने बेथाले भेटाउँछ र अझै हामीले अलिकति चिर्नेछौँ, किनकि यसको घाउ ठुलै छ, पुरै घाउ निचोड दिने हो। यो भित्र के किर्नु सिर्नु भन्छ के भन्दो रहेछ, त्यो पनि निकालिदिने भन्ने कुराकानी भइरहेछ हाम्रो, होइन। अब यसलाई चाहिँ पुरै बद्धक्क बनाएर एकछिन त दुखो छैन खसीलाई, के गर्ने, अब उसकै लागि हो हामीले, होइन। अब के गर्ने, पालेर पनि काटिराख्नुपर्छ खसी, अब के गर्ने यार, पशु पक्षीहरू यार कहिले खाना छुट्ने हो खै थाहा भएन, सबैले खान्छन् त के गर्ने। ल यसलाई चाहिँ सन्चो चाहिँ जब तक बाँच्छ तब तक यसलाई चाहिँ केयर चाहिँ गर्नैपर्छ, सन्चो हुनैपर्छ, किनकि यसको त पुरा कान फड्किन्छ। अब हेर्नु त, यसलाई पुरै निचोरेर हामीले यसमा चाहिँ जडीबुटीहरू, होइन, गाउँघरमै कुटेको जडीबुटीहरू हामीले यसमा घाउमा राख्दैछौँ। र यो घाउ सायद छिटै निको हुनसक्छ, किनकि हामीले यसको खुन बग्ने गरी निचोरेका छौँ। एकछिन त दुख्यो होला, तर सन्चो हुन्छ खसीलाई, त्यस्तो केही फरक परेन। हामीले चाहिँ विभिन्न किसिमका जडीबुटीहरू चाहिँ यहाँ उसलाई लगाइदिएका छौँ। छिट्टै सन्चो होस् मेरो खसी, दसैँलाई चाहिँ काटी खाने होस्। तपाईँलाई चाहिँ कति किलो चाहिन्छ म अवश्य पनि राखिदिनेछु, कमेन्ट बक्समा पिन गर्नु होला। 100 किलो, 200 किलो, 300 किलो कति खाना मिल्छ त्यति चाहिँ म राखिदिनेछु। हस् त, सबैजनालाई धन्यवाद। मैले चाहिँ भिडियो छोटो मिठो बनाएर हालिदिएको छु। हजुरहरूले लाइक, सब्सक्राइब, सेयर ठोक्न चाहिँ नबिर्सिनु होला। र हामीले यो खसीको घरमै उपचार गरिसकेका छौँ। अब यो खसी निको हुनेछ र दसैँलाई चाहिँ च्वाट्ट काटिनेछ। अब के गर्नु, होइन, परम्परा र रीतअनुसार अब जानै पर्यो, मासु खानै लाग्छ। पहिलादेखि नै हामी वंश भएको कारण, के भन्छ, वंशै त भन्छ नि, त्यो भएको कारणले हामी अब खाने गर्छौँ। ल खसीलाई सन्चो भयो। ल हजुरहरू पनि कति भिडियो हेर्नुहुन्छ र हो। ल सबैजनालाई बाई। लास्टमा चाहिँ कति मासु चाहिन्छ त्यो चाहिँ भनिदिनु होला। हामीले खसी तयार बनाइसकेका छौँ, दाना पानी खुवाएर एकदमै मोटो घाटो बनाउनेछौँ। हस् त, बाई।